नमस्ते। अलिकपछि यहाँहरु समक्ष यो ब्लग लिएर उपस्थित भएको छु। सर्वप्रथम विजयादशमीको पुनित उपलक्ष्यमा यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना। यसपालिको देशको परिस्थितिले धेरै सुखद र उल्लासमय त दशैं छैन। यद्यपि हाम्रो धार्मिक सांस्कृतिक र राष्ट्रिय पहिचानसँग जोडिएको यो पर्व हो। सबैले उल्लासमय किसिमले मनाऊ। पुनश्च शुभकामना। आज म थोरै राष्ट्रिय परिस्थिति पनि जोडिएको अन्तर्राष्ट्रिय केही मुद्दाहरू लिएर यहाँहरु समक्ष उपस्थित छु। अहिले दुनियाँमा बडो जबरदस्त किसिमको सामाजिक द्वन्द्व र अस्थिरता सुरु भएका छन्। युरोपेली राष्ट्रहरूमा एक किसिमको द्वन्द्व देखियो। बेलायतमा एन्टी इमिग्रेन्ट्स प्रोटेस्टहरू सुरु भएका छन्। नेदरल्यान्डको एन्टी इमिग्रेन्ट प्रोटेस्ट अलिक हिंसकै जस्तो मोडमा छ। पोल्यान्डमा सुरु भएको छ। अरु अब युरोपेली राष्ट्रहरूमा पनि एन्टी इमिग्रेन्ट प्रोटेस्टहरू सुरु भएका छन् र यसले त्यहाँका गैर युरोपेली आप्रवासीहरू विशेष गरेर मुस्लिम र त्यसपछाडी हिन्दू र केही अफ्रिकीहरूप्रति असहिष्णु वातावरण निर्माण भएको छ र यो युरोपेली राष्ट्र पश्चिम युरोपेली राष्ट्रहरूको सामाजिक वातावरण र त्यसले अब राजनीतिक वातावरण र आर्थिक वातावरण सबैलाई निकै ठुलो धक्का पुग्ने चाहिँ एउटा फ्याक्टरको रूपमा अगाडि आइरहेको छ। त्यही अवस्थामा नेपालमा अब जेनजीले प्रोटेस्टहरू सुरु गरे। इन्डोनेसियामा पनि त्यसै प्रकारको असंगठित विद्रोहको परिस्थिति देखिरहेको छ। अरु ठाउँमा धेरै पहिलेदेखि चलिआएका एक किसिमका राजनीतिक स्वरूपका प्रदर्शनहरू छन् र यसैबीच भारतमा पनि अलिकति भिन्न किसिमका प्रदर्शनहरू सुरु भएका छन् र भारतको बारेमा म अलिक पछि थोरै विश्लेषण गर्नेछु र त्यसमा नेपाल पनि जोडिनेछ। र सुरु अब अलिकति बढी विश्लेषण चाहिँ मैले अमेरिकाबाट सुरु गर्नुपर्छ। अमेरिकामा जहिले पनि अलिकति त्यस्तै किसिमका वातावरणहरू इमिग्रेन्टको विरुद्धमा अथवा कहिलेकाहीँ नस्लीय किसिमका छिटफुट हिंसात्मक परिस्थितिहरू नदेखिएका हैनन्। तर त्यसै बीच पनि अमेरिकाको इतिहासमा अहिले आधुनिक इतिहासमा चाहिँ अहिलेको त्यहाँको सामाजिक विभाजन निकै गहिरो रूपमा अगाडि बढिरहेको देखिन्छ, जसको द्वन्द्वको कारणले संसार पनि त्यसले प्रभावित भइरहेको मेरो विश्लेषण छ। त्यहाँ दुईटा ध्रुवहरूको एकदमै ठुलो द्वन्द्वात्मक अवस्था यहाँभन्दा पहिले हुँदैन थियो त्यति धेरै। र डोनाल्ड ट्रम्पले मागा मेक अमेरिका ग्रेट एगेन नामबाट अगाडि बढेर अलिकति फार राइटिस्ट अथवा केही अलिक बढी दक्षिणपन्थी धार र राष्ट्रवादी धार लिएपछि त्यहाँको लिबरल कित्ता अथवा डेमोक्राटहरूलाई समर्थन गर्ने कित्ता र त्यो कित्तासँग सम्बन्धित जुन कर्पोरेट दुनियाँ, वोक लेफ्टिस्ट मुभमेन्ट, क्यान्सिल कल्चर मुभमेन्ट, एलजीबीटीक्यू मुभमेन्ट, यी सबै मुभमेन्टहरू एकीकृत भएर अमेरिकाको समाज एकदमै तीव्रतर ध्रुवीकरणतर्फ गएको छ र त्यसले दुनियाँलाई बढी नै प्रभावित पारिरहेको छ। अब बाहिर गएर भूमिका खेल्नेमा यिनीहरूको काहीँ चाहिँ दृष्टिकोण मिल्दोजुल्दो देखिन्छ, काहीँ चाहिँ दृष्टिकोण नमिल्ने जस्तो देखिन्छ।
म विशेष गरेर एसियामा केन्द्रित हुन्छु। मैले अफ्रिका र दक्षिण अमेरिकी देशहरूको बारेमा मैले यहाँ उल्लेख गरिनँ, किनभने हामीसँग सम्बन्धित छ। उत्तर कोरिया, चीन, रुस लगायतका देशहरूप्रतिको उनीहरूको दृष्टिकोण लगभग समान जस्तो देखिन्छ, तर भारतप्रतिको दृष्टिकोण निकै फरक जस्तो देखिन्छ। त्यसले भारतको सामाजिक व्यवस्था र सामाजिक सहिष्णुतालाई खलल पुर्याउनका लागि चाहिँ त्यहाँको लिबरल कित्ता यो चाहिँ जबरजस्त रूपमा प्रभावकारी देखिएको छ। त्यसका अब त्यसलाई फन्डिङ गर्ने एजेन्सीहरू जर्ज सोरसको बारेमा धेरै पहिलेदेखि कुरा भइरहेको छ, तर उनी एक्ला होइनन्। त्यहाँको कर्पोरेट दुनियाँमा उनको पनि वर्चस्व छ। अरू त्यस्ता पनि कम्पनीहरू र त्यो धनिकहरू छन् जसले यो मुभमेन्टलाई फाइनेन्स गरिरहेको अवस्था छ। अहिले भारतमा पनि अब नेपालमा प्रभाव पर्यो, मैले यसको बारेमा प्रशस्त बोलिसकेका छु। अब मैले यसलाई अरू धेरै फेरि बोल्न चाहिनँ। यहाँ दक्षिण एसियाका अरू राष्ट्रहरूमा पनि परेको प्रभाव र ती आन्दोलनका कारणहरू बारेमा मेरा छुट्टा छुट्टै विश्लेषण छन्। अहिले भारतमा चाहिँ अनौठो किसिमको चाहिँ अर्को द्वन्द्व सुरु भएको छ र त्यसमा सबैभन्दा मलाई चकित पार्ने द्वन्द्व चाहिँ लद्दाख लेहको द्वन्द्व छ। भारतमा पहिलेदेखि नै चाहिँ यो केही इथ्नोलिङ्ग्विस्टिक अथवा जातीय र सांप्रदायिक द्वन्द्वहरू छन्, सेक्टोरियल भाइलेन्सहरू त पहिलेदेखि चलिआएका छन्। कहीँ धेरै बढी हुन्छ, कहिले कहीँ घट्छ। पन्जाबमा एकचोटि बढ्यो, त्यस पछाडि अहिले कम छ। आसाममा एकचोटि उग्र थियो, अहिले कम छ। अहिले मणिपुरमा केही बढेको छ, तर त्यो सेपरेटिस्ट भन्दा पनि त्यो सेक्टोरियल, त्यो इथनिक नै भाइलेन्सको रूपमा, जातीय द्वन्द्वको रूपमा छ। र हिन्दू मुस्लिम दङ्गाहरू पनि केही भइरहेको अवस्था छ। तर नेपाल र इन्डोनेसियाको जुन प्रदर्शनहरू भए त्यसले केही ठाउँमा, उत्तराखण्डहरू र आसाममा केही प्रदर्शनहरू भए, तर त्यसले त्यो स्वरूप ग्रहण गरिरहेको अवस्था चाहिँ अहिलेसम्म आउँदा छैन। तर म लद्दाखको कुरो किन भनिरहेको छु भने लद्दाखमा धेरै सानो जनसङ्ख्या हो। लद्दाख पहिले यो जम्मू कश्मीर अन्तर्गतै थियो। धारा 370लाई बिजेपी सरकारले समाप्त पार्दाखेरि यसलाई पनि युनियन टेरिटोरी अथवा केन्द्र शासित क्षेत्रको रूपमा स्थापित गरियो र जम्मू कश्मीरबाट यो अलग्याइयो। अहिले एकाएका एकदम सानो क्षेत्र छ, 3-4 लाख जनसङ्ख्या होला। त्यहाँ चाहिँ बुद्ध धर्मावलम्बी बढी छन्। बुद्ध धर्मावलम्बीहरू बढी भएको ठाउँमा ठुलो माग पनि होइन। सामान्य चाहिँ त्यसलाई पूर्ण राज्यको दर्जा दिनु पर्यो भनेर प्रदर्शन भयो र त्यसले बिजेपीको मुख्य त्यहाँको चाहिँ मेरो कार्यालय जलायो। मलाई यसमा 2-3टा विचित्रको विषय लागेको छ। अब यसको कहीँ जोडिन्छ, अब कसरी जोड्ने? आज चाहिँ म तथ्यहरू राख्छु, विश्लेषणको जिम्मा तपाईहरुलाई दिन्छु। पहिलो, यसको जुन समय छ यो विचित्र समय छ। चीन र भारतको बीचमा परम्परागत द्वन्द्वको शिथिलीकरणको अध्याय सुरु भयो। त्यसै किसिमका वार्ताहरू त्यसैहरू हुँदै गए र त्यसै किसिमका समाचारहरू पनि आउँदै गए र त्यसै किसिमका संयुक्त वक्तव्यहरू र एकअर्काका वक्तव्यहरू पनि आउँदै गए। ठीक त्यसको महिना दिन नबित्दै लामो चाहिँ एउटा तनाव पछाडि भर्खरै एससीओ को सम्मेलनमा
मोदी चीनको भ्रमणमा गए, त्यहाँभन्दा अलिकति अगाडि विदेश मन्त्री स्तरीय वार्ताहरू भए। त्यस पछाडि चीन र भारतको द्वन्द्व धेरै शिथिलीकृत भएको महसुस गरिएको थियो। त्यसमा अब नेपालले के गर्यो मैले यसतिर गइनँ। त्यहाँ त्यो सकिएर नेपालमा फिर्ने बित्तिकै नेपालमा के भयो मैले भनिरहनु परेन। अब यसका अरू कारणहरू मैले भनिसकेको छु, त्यसकारण त्योसँग जोडेर मात्रै यसलाई मैले फिट्टो हेरिराखेको छैन। यो त मैले प्रष्टीकरण दिनुपर्छ। त्यस पछाडि चाहिँ अलिकति समय 1 महिना लगभग बित्दै गर्दाखेरि लद्दाखमा त्यो प्रदर्शन भयो। यो समयको कुरा भयो। अर्को अनपेक्षित चाहिँ त्यहाँको बुद्ध धर्मावलम्बीहरूलाई पहिले जम्मू कश्मीर हुँदैखेरि उनीहरू जम्मूतिर सटेका थिएनन्, कश्मीरतिर सटेका थिए। एउटा 3 ब्लकमा हेर्नुपर्छ जम्मू कश्मीरको भूगोल। जम्मू प्रभागतिर हिन्दू मेजोरिटी छ, कश्मीर प्रभागतिर मुस्लिम मेजोरिटी छ धेरै ठुलो। त्यहाँ हिन्दूहरूको व्यापक पलायन पनि भयो। लद्दाख लेहतिर बुद्धिस्ट मेजोरिटी छ, सानो जनसङ्ख्या छ। पहिले त्यो अहिले 370 हटाएर पनि जम्मू कश्मीरको पहिलेकै भूगोललाई भारतले यथावत राखेको भए हिन्दू र मुस्लिम जनसङ्ख्याको अगाडि त्यो बुद्धिस्टको जनसङ्ख्या एकदम नगण्य हुन्थ्यो र त्यसको कुनै राजनीतिक वजुद र अर्थ धेरै कमजोर हुन्थ्यो। एउटा केही विधानसभाका सदस्य पठाउने र केन्द्रमा एउटा एमपी पठाउने बाहेक। त्यसलाई चाहिँ इस्लाम र हिन्दूहरूको जनसङ्ख्या चाहिँ एकातिर राखेर बुद्धिस्टहरूको मात्रै जनसङ्ख्याको एउटा क्षेत्र बहुल, बुद्धिस्टको जनसङ्ख्या बहुल भएको एउटा क्षेत्र लद्दाखमा लिएर आउँदाखेरि त्यो एक किसिमको त्यहाँको पहिचानका लागि एकदमै महत्त्वपूर्ण निर्णय थियो प्रधानमन्त्री मोदीको। र एक किसिमले भन्ने हो भने त्यो लिबरेसन जस्तो पनि थियो, आन्तरिक लिबरेसन उनीहरूको पहिचानको लागि। त त्यहाँको बुद्धिस्ट जनसङ्ख्या असाध्यै कृतज्ञ हुनुपर्ने घटना थियो। तर त्यो कृतज्ञतालाई एकातिर थन्क्याएर यो समयमा त्यत्रो उग्र प्रदर्शन भयो र त्यसले अहिले फुन्सुक वाङडू त्यहाँका समाजसेवी र वैज्ञानिकलाई त्यो भड्काएको अभियोगमा गिरफ्तार गरिएको छ। त्यस पछाडि एउटा तेस्रो गजब पक्ष भन्छु, दोस्रो तथ्य यो अचम्मको तथ्य। तेस्रो अचम्मको तथ्य छ, नेपालको इतिहासमा पहिलोचोटि सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले निर्वासित धर्मगुरु, तिब्बतका धर्मगुरु मात्रै नभनौँ, तिब्बतका तत्कालीन शासक भएको हुनाले तिब्बती धर्मगुरु भन्ने गरिन्छ। तर खास गरिकन उनी चाहिँ वज्रयान परम्पराको गेलुप्पा सम्प्रदायका एक धर्मगुरु पनि हुन्। दलाई लामाको शुभकामना प्राप्त भयो। यसै त नेपालको प्रधानमन्त्रीलाई जो कोहीले शुभकामना दिन्छ। तर यो के मानेमा बढी अर्थपूर्ण थियो भने 48 सालमा नेपाली कांग्रेसले जितेर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो। पछि अल्पमतको सरकार मनमोहनजीको बन्यो। कृष्णप्रसाद भट्टराईको सरकार बन्यो 56 मा, कांग्रेसकै बहुमतको सरकार। त्यसै कति प्रधानमन्त्री भए। यसको संविधान ल्याउने प्रधानमन्त्री सुशील कोइराला हुनुभयो। त्यस पछाडि प्रचण्ड बहुमतले
केपी ओलीजी प्रधानमन्त्री हुनुभयो। अहिलेसम्म यति धेरै प्रधानमन्त्री भइसक्दाखेरि पञ्चायतकालको मलाई थाहा छैन, बहुदलीय शासन पद्धति आएपछि कसैलाई पनि दलाई लामाले शुभकामना दिनुभएको र बधाई दिनुभएको थाहा छैन, तर त्यो प्राप्त भयो। त्यसमा मेरो कुनै टिप्पणी छैन। र भर्खर अर्को जुलाईतिर होला जस्तो लाग्छ, लद्दाख लेहमा दलाई लामाजीको भ्रमण पनि भएको थियो र अहिले पनि धर्मगुरु दलाई लामाको धेरै ठुलो शक्ति लद्दाख लेहको बौद्ध समुदायमा छ। त्यहाँ त्यत्रो हिंसात्मक प्रदर्शन भएको छ, सारा कुरो भएको छ। त्यसलाई आज यो भिडियो रेकर्ड गर्दासम्म शान्तिको अपिल चाहिँ दलाई लामा तर्फबाट भएको छैन। यो तेस्रो अनौठो मलाई विषयवस्तु लागेको छ। अब हेर्दै जाउँ, यसको विश्लेषण चाहिँ मैले तपाईहरु समक्ष छोडेको छु। तर यसको सम्भावित परिणाम चाहिँ दक्षिण एसियाको सामाजिक सहअस्तित्वमा पहिले खलल पुग्ने र त्यसले अन्ततः राजनीतिक भूगोलमा पनि कुनै असर पर्छ कि मैले बारम्बार भनेको छु, संसार राजनीतिक भूगोलको एक किसिमले परिवर्तनको प्रसव कालमा छ। त्यसैका लक्षणहरू भिन्न भिन्न रूपले त दक्षिण एसियामा देखा परिरहेका छैनन्। यो बडो सोचनीय विषय हो। तर दक्षिण भारतमा एकाएक केरलाले भारत भित्रै मलाई अर्को किसिमको झण्डा चाहिन्छ भन्यो, जसले भारत भित्रै अर्को झण्डा भएको जम्मू कश्मीरको त्यो स्ट्याटस समाप्त भइसकेको अवस्थापछि तमिलनाडु भारतमा जनसङ्ख्याको आधारमा सबैभन्दा हिन्दूहरूको प्रतिशत बढी भएको राज्य मध्ये पर्छ। त्यहाँका सांसद र मुख्यमन्त्री र उनका परिवृत्तीय पात्रले हिन्दूहरूमाथि गरेको टिप्पणी र त्यहाँको राजनीतिमा पेरियर स्वामीको प्रभावको अरू भयावह अथवा अनपेक्षित परिणाम त त्यहाँका राजनीतिक दलहरूले अहिले जयललिताको पार्टी एआइएडीएमके कमजोर भएको बेला डीएमकेले त्यता त लिएर जाँदै छैन भन्ने पनि त्यतिकै विश्लेषणको विषय हो। केले विश्लेषण गरिरहेका पनि छन्। त्यसैले यो बडो भारतप्रतिको एक किसिमको लामो समयसम्म घृणा भावको खेती नेपालमा भएकै हो। त्यसले आफ्नो मनस्थिति नियन्त्रित भएका मानिसहरूलाई त यसले परपीडक आनन्द कुनै हदसम्म दिन सक्ला, तर नेपालको आन्तरिक अवस्था पनि 3-4 वटा भौगोलिक क्षेत्रमा कस्ता वातावरण निर्माण हुन सक्छन् यो बुझ्न जरुरी छ। र अहिले कदाचित संसारकै अब जुन सोभियत संघको विखण्डनताका पूर्वी युरोप र मध्य एसियामा जुन राजनीतिक भूगोलको परिवर्तनको अध्याय निर्माण भएको थियो, के त्यो राजनीतिक भूगोलको परिवर्तनको अध्याय दक्षिण एसियातिर सर्न त थालेको होइन। आज यसले चाहिँ मलाई धेरै गम्भीर बनाएको छ। आज यति तथ्यहरू मात्र यहाँसम्म राखेँ। विश्लेषण र सोच यहाँहरूको अलग अलग हुन सक्छ। धन्यवाद।